अनि यो कमाएको के गर्नु मैले मेरो छोरछोरी मसँग साथा नभएपछि म एउटा कुरा भन्छु दाइ सक भएर सक्नुहुन्छ भने चाहिँ सकिन्छ भने अब अहिले त विदेश पठाएन भने यसले भिसा दिएनछ अथवा पठाउनु चाहिँ पठाइदिन्छ भन्छन् ए छोराछोरीलाई यतै राखेछ भन्दैनन् कसैले होइन तर सकिन्छ र भने चाहिँ नेपालको पढाइ राम्रो छ क्या पढ्न विदेश पठाएको भन्ने जुन चलन छ त्यो होइन नेपालमा पढेकाले हो गरेको नेपालमै पनि पढाइ चाहिँ राम्रो छ पढाइ त्यस्तो नराम्रो होइन अहिले यहाँ बसेर अनलाइनका काम गर्ने कति अवसर छ हलिउडको फिल्म यहाँ एडिट हुँदो रहेछ कति छ नि खोज्दै नखोज्या त हामीले आफूलाई जहिले पनि तल राख्दा रहेछौँ कि त्यो मोमा पनि लागु हुन्छ हाम्रा चिजलाई हामी एकदमै कम मानिरहेछौँ हाम्रा कुरालाई हाम्रो शिक्षालाई हाम्रो चिज धेरै राम्रो हो क्या हामीले बुझिरहेको छैनौँ अबको सरकारले सायद यो बुझिरहनु भएको छ मलाई जस्तो लाग्छ हामी आफूमा कन्फिडेन्स हुनुपर्छ हामी विदेश जाने बित्तिकै विद्वान भइहाल्ने अङ्ग्रेजी बोल्ने बित्तिकै उधम ट्यालेन्ट भइहाल्ने लु अलि छोटो छोटो लगाइहालेपछि असाध्यै बोल्ड भइहाल्ने होइन क्या हामीमा आफूमा आत्मविश्वास नभएको मेरो चाहिँ यी भविष्य हुने म सेलिब्रेटी हुने निर्माता हुने प्रकाश वेदीको अगाडि नै 3टा सोमा आएर कार्यक्रम गर्ने दिग्गज कार्यक्रममा गेस्ट बनेर जाने विदेश घुम्ने मेरो चाहिँ भविष्य बन्ने अनि मैले अहिले मरेर पढाएको सबैभन्दा राम्रो स्कुल पढाएको छोराको चाहिँ यहाँ भविष्य नहुने लिएर म हो क्या अनि अलिकति घरमा पनि यसमा चाहिँ महिला दिदीबहिनीहरूलाई पनि भन्छु र नाता दोकतालाई नपठाएको पठाउनु पर्छ कि भविष्य छैन यहाँ त्यही सम्झा बुढालाई भन्ने मेरो घरमा पनि त्यस्तो मैले भने ए बाबा के मेरो छोराले अहिले भयो भने मैले कमाएको चिजै सम्हाल्यो भने पुग्छ क्या मेरो चिज जति पनि अनलाइनमा आएको छ यसलाई एकट्ठा गरे उनीहरूले पढेका छन् कहाँबाट पैसा आउँछ भनेर खोज्यो भने महिनाको 1.5-2 लाख मजाले कमाउँछन् सामान्य बाबालाई हेल्प गर्ने 2-4 पैसा कमाउने आफ्नो जीवनशैली जिउने अब गर्ने प्रगति पनि गरे त भयो त यिनीहरू अहिले डाइरेक्ट जो पनि संसारका जुन कुनामा पनि गफ गर्न सक्छन् ल्याङ्ग्वेज छ भाषा छ होइन गएको स्कुलमा गएदेखिको इङ्ग्लिस जाने एबिसिडीकै झन्नै गर्ने भने 2-3 लाख खर्च गरे हामीले होइन त्यसरी पढाएको छ भविष्य किन छैन